ओके फाइनली मुक्तिनाथको दर्शनपछि भाइ जीवन र म चाहिँ अब यहाँबाट हिँड्यौँ 108 धारा नहुने कामपछि काम सकाएर पनि हामीले त्यो तलाउमा गएर पनि माग्यौँ त्यहाँ। सुरुमा चिसो भयो, धेरै चिसो भयो, तर फाइनली तलाउमा गइसकेपछि नुहाउँदाखेरि त्यही तातो चाहिँ हुने रहेछ। त्यो एउटा भगवानीको एउटा दैवीय शक्ति होला। सो फाइनली अब हामी यहाँबाट निस्किने तयारीमा छौँ। पूजा आज काम सबै सकियो, लुगा चेन्ज भयो, लुगा चेन्ज गऱ्यौँ। अब यहाँबाट छुट्टिने क्रम सुरु भयो। यो 108 धाराहरू भनेको छ। अब यसपछि हामी कहाँ जाने जीवन बाबु? हामी चम्सम जाने, अनि मार्फा, त्यसपछि घुम्दै अब कता कता गइन्छ। ल मुक्तिनाथको आजको यात्रा यति। अब सबैको कल्याण होस्, सबैको जय होस्। जय नेपाल।